So guys, welcome back to my new vlog. अनि तिम्रो इन्ट्रो हान न आफै। म चाहिँ विपिन श्रेष्ठ 14 को फुटबल प्लेयरहरु चाहिँ सो अहिले हामी कहाँ छौं भनौँ अहिले हामी यसो भेटार्दै गयो तलतिर खाजा खान आइरहेको छौं हामी चाहिँ फिल्ड ट्रिप निक्लेको कलेजबाट एमएमसी बीबीएम बाट चाहिँ अनि जस्ट हामी यहाँ एकछिन खाजा खान उतरेको अनि हामी चाहिँ एकछिन यहाँ हल्का घुम्नु हैन अनि अब यहाँदेखि यसो घुम्ने सुम्ने अनि फेरि खाजा खान जाने खाजा खाएपछि फेरि अब बसमा गीत चित बज्छ केही बसमा भने एउटा भिडियो नि हुँदैन किन बसमा गीत चित बज्छ के गीत बज्छ त्यो डिस्टर्ब हुन्छ कपिराइट लाग्छ त्यही भएर चाहिँ हामी अलिकति अवेयर भइरहेको छौँ क्या त्यही माथि मेरो कपिराइट टन्नै लागेको छ क्या सकेसम्म चाहिँ कपिराइट पनि हटाउँदैछु होइन अब हेरौँ अब के हुन्छ अनि सो अब एकछिन खाजा खाने बेलामा भेटौँ सो गाइज हामीले चाहिँ खाजा साजा खाइसकेको यहाँनिर पछाडि लाली गुराँस रहेछ अनि यहाँ असिना फोटो खिच्ने भन्दैछ लु जाऊ फोटो खिचिदिन्छु पहिलो सो अब यहाँ लाली गुराँस पनि देखियो फर्स्ट यहाँ भेटारमा देखियो होइन यहाँ चाहिँ प्रवीण राई गुराँस टिप्न जाँदैछ पात अनुहार देखाइदेऊ त गुराँसको पात टिप्दै प्रवीण राई यहाँ हेर त हामी कहाँ आइपुग्छौँ अब हामी बसन्तपुरमा छौँ बसन्तपुर पछाडि जनतालाई देखाइदिउँ न सर पछाडिको जनताहरु यता यता रातो लगाउँदा अघि लाली गुराँस जस्तै भएर देखाइदिइसक्यो होइन यता चाहिँ हाम्रो मिस तनिषा उसको एडभर्टाइजमेन्ट पनि होइन उसको चाहिँ भान्चोको ठ्याक्कै होइन ठ्याक्कै भान्चोको छेउमा कहाँनिर भन्दाखेरि दुईवटा छ एउटा चाहिँ भान्चोको इटरी जाने बाटोदेखि ठ्याक्क तल्लोपट्टि थानादेखि 2 स्टेप दोकान माथिल्लोपट्टि छ अनि अर्को ब्रान्च नयाँ खोलेको छ कहाँनिर भन्दाखेरि चाहिँ गणेश हलको ठिक्क अगाडिपट्टि अनि पब्लिक टोयलेटदेखि ठिक्क तल्लोपट्टि उतापट्टि क्या अनि यो फ्रीमा अहिलेसम्म त फ्रीमा मेरो जोत्न चल्दैन नि होइन तर पनि साथीको लागि भनेर अनि यता भनेको मिस सिमरन सरी यहीबाट सरी भनिदिनु त त्यस्तै हो यादै हुँदैन क्या घरिघरि मात्र यसो याद हुन्छ होइन नभने याद हुँदैन त्यस्तै हो होइन हामी बसन्तपुर आइसक्यौँ अब हामी पनि यता होइन यता जाने होइन सो अब हामी आइसक्यौँ अनि खानासाना खाने लुगा त यस्तै हो तर सरलाई फेरि त साह्रो खान अब एक दुईचोटि यहाँ पुसा भाँदिसकेपछि सकिहाल्यो मोटो मोटो लुगा लगाएर आउनु होला जस्तै यस्तै मोटो मोटो यस्तोहरू यस्तै यो के अरे भेडाको यो के अरे उन जस्तो होइन सो गाइस अब हामी खानासाना खान्छौँ अनि एकछिन फ्रेस सेस भएर चाहिँ निक्लिन्छौँ होला हामी हाम्रो रुमहरू चाहिँ यो होइन हामी बसेको चाहिँ बसन्तपुर भिडियो छ त्यो फुलहरू देखियो मैले फोटो खिचिसकेको त्यो सब फुलहरूको दामी लाग्ने रहेछ क्या फुलहरू दामी खिचेको छु होइन सो म देखाउँछु तपाईँहरूलाई अनि यो फोटोहरू हेर्नको लागि चाहिँ नेचर स्केप 740 भन्नेमा जानु होला है नेचरको फोटोहरू हेर्नको लागि चाहिँ नेचर्स 40 भनेरमा जानु होला सो केटाहरू चाहिँ यहाँनिर भित्र गएर होइन दामी डान्स हान्दै रहेछ म पनि भित्र जान्छु होइन केटाहरूलाई देखाउँछु म तपाईँहरूलाई डान्स रम्डेललाई सक्ने रम्डेल मिस्यो न्युमानेको दाइले मिस्यो लाग्यो छ कस्तो लाग्यो जान्छ ल यो जाते लवन्डिया लवन्डे लवन्डिया साथी यहाँ कसो थियो यहाँ चाहिँ कसो थियो यहाँ चाहिँ म हो म मैले यहाँ सब मेरो ब्याग स्याग सब राखेको छु यहाँ चाहिँ म हो ल ठिक छ केही छैन नाचु ल हैन अनि यहाँबाट पछाडिपट्टि दामी बबाल देख्छ विपिन आउनु नितेश लानी
केटाहरूले त सक्दिसक्यो त हौ लिनु नपाइकन हाम्रो यहाँकै छैन केटाहरूले त सकाइसक्यो ल ल ल ल ल ल ल सर फेरि तपाईँ किन छिटो किन बाटो हौ सर सर इप्लिएर हौ सर यस्तो नगर्नु न साथी तिमी चाहिँ बाइट हानिहाल न हौ सरलाई सर झुटो हुन्छ क्या तिम्रो लागि फेरि सर मेरो भ्लगमा सर हल्का वेलकम है सर तपाईँलाई सर भ्लगमा वेलकम है सर वेलकम टु ब्लग इट विल बी वाच फ्रम लन्डन अल्सो जर्मनीबाट ल केटा गाइज अहिले चाहिँ हामी यहाँभित्र वाइनको के अरे इन्वा के भयो नाम है इन्वा फ्याक्ट्रीभित्र छौँ होइन लुकेर भिडियो गर्दैछौँ हामी लुकेर सिक्रेट ठाउँ चाहिँ पछाडिको देख्न सक्नुहुन्छ थ्याङ्क यू गाइज हामी चाहिँ फ्याक्ट्री साहरू डुलिसक्यौँ है अनि हामी चाहिँ अहिले यहाँ बाहिर चिया खाने गाउँ गएर केटाहरूले चिया खाउँछु भन्दैछ हेरौँ अब होइन नितेश फ्याक्ट्री कस्तो लाग्यो राम्रो छ फ्याक्ट्री चाहिँ नेपालको सबभन्दा पुरानो फ्याक्ट्री रहेछ वाइनको यहाँ बिस्टा चाहिँ एलियन बनिरहेछ ओए आउन देखाइदेऊ तिमी जस्तो तिमी भन्दा यता हेर त सो गाइस तल सर्प छ भनेर हेर्नु गएको तर अलिकति टाढा रहेछ क्या अनि फर्क्यौँ अनि हाम्रो यहाँ बिबिनको यहाँनिर निनीकोमा चिया पाक्दैछ बिबिन आइसक्यो भेट्यो सर्प ऊ कहाँ पर रहेछ सो गाइस चिया खाने अनि गाडीलाई पर्खिरहेछ जानुपर्छ गाडीमा भेट्यौँ यसको नाम के बिर्सिहाल्छ नामै बिर्सिहाल्छ क्या सो गाइस अहिले चाहिँ हामी यहाँनिर चोलिङ पार्कमा छौँ पछाडि हाम्रो केटाहरू ओए वाट्सएप म्यान होइन हामी चाहिँ चोलिङ पार्कमा छौँ अनि यहाँनिर माथिबाट धेरै भिड भयो फोटो खिच्नको लागि हामी चाहिँ यहाँनिर यो घर यो ट्रेडिसनल टाइपको घरहरू हुन्छ नि हो यो अब हामी चाहिँ टाढे घर हो अब यो घर चाहिँ हामीले के कस्तो रहेछ भनेर अब हामी यहाँनिर एक्सप्लोर गर्नु गइरहेको छौँ अब यहाँ फेरि त मान्छे नै मान्छे छ क्या पुगिसक्यो सरलाई घोडामाथि चढ्नु मन लागेको छ अरे सो यहाँनिर पुरा फोटोसुट चलिरहेछ है अनि चाहिँ हामी यहाँनिर हल्का भ्रमण हान्दैछौँ यस्तो घर पनि अब डरै हुन्छ है तर यार ओ यो टोपी चाहिँ लाउनु सर श्रीन सर यो टोपी चाहिँ लगाएर त घोडामाथि यस्तो क्या ट्राई हानिदिनु सर हो सर हेर्नु त त्यो पेन्टिङ हेर्नु त्यही त बाहिरपट्टि यस्तै त हुन्छ बाहिरतिर ठ्याक्कै यो गर्छु बाहिरपट्टि पाहुनाले वेट गर्ने भइहाल्यो हामी यहाँनिर 6 जना आयुष रेवन्त सृजन म नितेश दिपिन हामी केटाहरू चाहिँ यहाँ छौँ हामी यहाँ केटाहरू भएको भनेको चाहिँ एकदमै संस्कारी अलिकति संस्कारमा हुर्केको होइन ढोका त कहाँ खोल्छ नि खोल्दैन नि ढोका त ए होइन खोल्नु चाहिँ खोल्छ भित्र देखाउँछ होइन हल्का फुल्का खोलेर देखाउँथ्यो मैले भिडियोतिर देखेको थिएँ कि अब मान्छे नै छैन ए हो अनि अब हाम्रो त्यहाँनिर 2जना केटाहरू छ क्या ऊ पर छ होइन त्यो 2जना केटाहरू चाहिँ त्यहाँनिर साइड चिक्स घुमाउँदैछ होइन अनि अब हामी त्यो केटा आउँदाखेरि चाहिँ यहाँ आउँछ त्यो केटा आउँदाखेरि चाहिँ हामी यहाँनिर थाहा छ इग्नोर हान्दैछ म भन्छु नि त्यसै केटाहरू इग्नोर हान्छ भनेर म त्यसै भन्छु त्यहाँ केटाहरू त्यहाँनिर केटीको त्यहाँनिर पछि हिँड्दैछ त्यहाँनिर अन्सु नितेश होइन अन्सु नितेश अरे अन्सु र अनुप होइन अनि अहिले आएर चाहिँ हामीलाई यहाँ पेलन हान्छ क्या यहाँनिर हामीले धेरै फोटो खिच्यौँ होइन यति धेरै फोटो खिच्यौँ कि मोबाइलमा स्टोरेज फुल भइसक्यो वाक्क प्याक्क भइसक्यो अनि अब हामी चाहिँ लागिसकेको पछाडि क्यामेराले नि अब भयो भनेर ब्लर आउनु थालिसक्यो क्या सो गाइस अब यो ठाउँ एकदम दामी थियो
यसको बोसो माथि